यहाँ चाहिँ तपाईँको के छ मिक्सचर के को मिक्सचर छ त यो साल्ट र कपर सल्फेटको यहाँ मिक्सचर राखेको छु। यसलाई चाहिँ म मिनिमम वाटरमा चाहिँ डिजल्भ गर्नु गइरहेको छु है। एकदम यहाँ बिकरमा राखेँ। यहाँ पर यिनीहरू पनि छन् घोलिरहेछन्। अनि त्यसपछि यसमा हामीले के अरे सल्युसन बनाउँदैछौँ है। अब यसमा राखेँ मैले है सोडियम हाइड्रोक्साइड राख्दैछु है यसमा। अब ब्लू भयो है। चलो चलाउ त्यसलाई हालौँ म चलाउँछु। ल भयो एकैछिन एक किलो जाता रहने वो हरी एक मन तो कितना कठिन लोग रखो वाह कितना नीलो भयो हो यो के भयो नीलो भयो भनेपछि यसको कपर हाइड्रोक्साइड मसँग आयो। के आयो यो कपर हाइड्रोक्साइड आयो है। ल यो किप्रीको पाएँ। छोड्छ यहाँ अब यो ब्लू कलरको यस्तो खालको सब्सटेन्स थियो है। ठिक छ। अब चाहिँ ब्लू कलरको यो सब्सटेन्स चाहिँ हामीले हिट गरेर कपर अक्साइडमा चेन्ज गर्छौँ है। यो चाहिँ कपर हाइड्रोक्साइड हो। ठिक छ। अनि कपर हाइड्रोक्साइड हामी कपर अक्साइडमा चेन्ज गर्दैछौँ हिट गरेर है। एकदम हिट गरेर तपाईँले देख्न सक्नुहुन्छ। यो कालो मास चाहिँ के हो त कपर अक्साइड हो। यहाँ फिल्टर भइरहेछ तपाईँले देख्न सक्नुहुन्छ। यो कालो मास जति ब्ल्याक मास जति पनि के हो भने हाम्रो कपर अक्साइड हो है। यसमा यो पानीमा फिल्टर गरेको हाम्रो यो पानी छ नि यो पानीमा हेर्नुहोस् देखो त हेर्न आउनु भयो यहाँ हेर त यहाँ त यो देखिरहेछ नि यसमा म के राख्न गइरहेको छु भने एजिएल3 सिल्भर नाइट्रेट है। के छ यो यहाँको फिल्टरमा आएको पानी हो। यसमा म सिल्भर नाइट्रेट राख्न गइरहेको छु है। कस्तो रङ आउँछ सिल्भर नाइट्रेट राख्यो भने कस्तो रङ आउँछ व्हाइट पिपिटी। कस्तो पिपिटी आयो व्हाइट पिपिटी आयो है। कस्तो आयो व्हाइट पिपिटी आयो। व्हाइट पिपिटी आउनु भनेको के हो त यहाँ जति हाम्रो नुन बनेको छ नि NaCl जति छ नि हामीले यहाँ निकालिसक्यौँ है। अब मात्र माथि मसँग के छ कपर अक्साइड CuO कपर अक्साइड मात्र छ। अब यो कपर अक्साइडलाई हेरेर टेस्ट गऱ्यौँ न हामी सिल्भर नाइट्रेट टेस्ट गर्नु सेतो आइरहेछ तिम्रो मेरो थोरै हो सल्फ्युरिक एसिडबाट यसमा पठाउँछु है। अरे बापरे गरमै छ त नि बा हाल यसमा हाल को जल्दी अब यो हेर न यो कालो सब्सटेन्स छ नि कस्तो यो कालो सब्सटेन्स केमा बदलिरहेछ ब्लू कलरमा बदलिरहेछ है। देखिरहेछ ब्लू कलर रेकर्डिङ छ नि रेकर्डमा फेरि ओके ब्लू कलरमा भनेपछि के भइरहेछ ए कपर अक्साइड कसमा बदल्यो त ब्लूमा बदलिरहेछ है। एकदमै कपर अक्साइड कपर सल्फेटमा बदलिरहेछ है। यो कपर अक्साइड केमा बदलिरहेछ कपर सल्फेटमा बदलिरहेछ है। यो
मजाले हेर त कस्तो राम्रो देखिरहेछ। त्यो डलर डलो कुन डलो डलो ब्ल्याक हराइरहेछ नि देखिरहेछ न ब्ल्याक कुनमा बजाइरहेछ ब्लूमा बजाइरहेछ न आउँदैछ यो पनि यसमा फल्दैन यो कालो अब यो क्रिस्टलाइजेसनसम्म हामीले क्रिस्टल पोइन्टसम्म हिट गर्छौँ। जबसम्म क्रिस्टल पोइन्ट चेक गरेर देखाउँथ्यो एकचोटि क्रिस्टल पोइन्ट चेक गर्ने तरिका कस्तो छ भने ओके एउटा टेस्ट ट्युबमा पानी लिने अनि त्यसपछि त्यहाँ चेक गर्ने त्यहाँ खस्रो खस्रो आयो भने क्रिस्टल पोइन्टसम्म भयो यहाँ चाहिँ क्रिस्टल पोइन्ट अहिले भएकोसम्म हिट भएको छैन। अब हिट मजाको क्रिस्टलाइजेसन भइरहेछ है त्यो एउटा बिग्रेको छ यो चाहिँ